म जेन्जी आन्दोलनको मृत आत्मा हुँ। हो, म मरेको हुँ, तर मेरो देश मर्नु हुँदैन। हामीलाई गोली हान्ने हातहरू अझै डराएका छैनन्। अझ दुःख लाग्दो कुरा त के छ भने गोली हान्न आदेश दिने मुखहरू अझै कुर्सीमा हाँसिरहेका छन्। तिनीहरूका लागि देशभन्दा ठुलो कुर्सी हो, जनताभन्दा ठुलो आदेश हो। फेरि पनि उनीहरू सत्तामा आए भने मेरा बा आमा दाजुभाइ दिदी बहिनी कसले गोली खानु पर्ने हो कसैलाई थाहा छैन। हाम्रा घाइते साथीहरू अझै अँध्यारो अस्पतालमा आशाको उज्यालो खोजिरहेका छन्। बाहिर उनीहरू फेरि सत्ताको खेल खेल्दैछन्। फेरि उही सत्ता, उही स्वार्थ, उही षड्यन्त्रको खेल। हामीले आन्दोलन गरेका थियौं न्यायका लागि, समानताका लागि, इमानका लागि। तर देश फेरि अँध्यारो हुँदै गइरहेको छ। भोलिको बाटो फेरि अनिश्चित हुँदैछ। नेपाल आमा फेरि रोइरहेकी छिन्। महँगीको आगोले जनताको पेट पोलिरहेको छ। भ्रष्टाचारको दलदलले देश फेरि निल्दैछ। हामीले त सपना देखेका थियौं जहाँ विद्यार्थीले सिपमूलक शिक्षा पाओस्, किसानको उत्पादनले बजारमा मूल्य पाओस्, मजदुरको परिश्रमको मूल्य अनि इज्जत होस्, बा आमा छोराछोरीको सम्झनामा रुन नपरोस् र युवाले आफ्नै माटोमा गर्वले बस्न पाउन्। तर आज ती युवा परदेशका खेतमा पसिना बगाइरहेका छन्। देशका बा आमाहरू एक्लिएका छन्। देशका सपना ओझेलमा परेका छन्। देश फेरि उही मोडमा आइपुगेको छ जहाँ ओली देउवा प्रचण्ड फेरि कुर्सीका लागि भिड्दैछन्। फेरि स्वार्थको व्यापार सुरु भएको छ। फेरि जनताको सपना बेचिन लागेको छ। हामीले लडेका थियौं दलका लागि होइन, देशका लागि हो। तर आज दलका नाममा देश टुक्रिँदैछ। नेताका भाषणले जनता झुक्किँदैछन् र सत्य, इमान, न्याय यी शब्दहरू कतै हराएका छन्। मेरो बिन्ती छ, हाम्रो रगत बगेको ठाउँमा गएर हेर। त्यो माटो अझै रातो छ, त्यो आवाज अझै जीवित छ। त्यो रात सम्झ जब गोलीको आवाज बीच पनि जय नेपालको नारा गुन्जिरहेको थियो। हामी मरेका होइनौ, हामी सम्झना हौ, हामी सपना हौ, हामी चेतावनी हौ। र त्यो आत्मा तबसम्म शान्त हुने छैन जबसम्म देशमा न्याय फर्किँदैन, भ्रष्टाचार समाप्त हुँदैन र जनता फेरि देशको मालिक बन्दैनन्। त्यो दिन म फेरि आउनेछु देशको हावा पात र बर्खासँगै। त्यो दिन म फेरि बोल्नेछु मौन जनताको आवाज बनेर। त्यो दिन म भन्न सक्नेछु अब हाम्रो रगत व्यर्थ गएन। हो, म जेन्जी आन्दोलनको मृत आत्मा हुँ। हो, म मरेको हुँ, तर मेरो देश मर्नु हुँदैन। नेपाल आमा रुनु हुँदैन।